मर्निङ गाइज। हामी चाहिँ अब घुम्न हिँडेको हैन, कन्याम भन्दा पनि हामी अब आज श्रीअन्तु जाने। अहिले चाहिँ हामी अब झापा जाने, झापा इलामबाट झापा जाने अनि फेरि झापाबाट इलाम जाने हामी है। कस्तो खतरा छ हाम्रो यात्रा, नहर्किन देखाउनु हाम्रो यात्रा श्रीअन्तुसम्मको आजको। अनि बिजु कता कता निस्किन्छौँ, हामी भिडियो बनाउने छौँ। हेर्नु हाम्रो त यस्तो गाउँ छ हैन, गाडी पनि पाउँदैन है, एकदमै रमाइलो गाउँ छ। हामी त पुरा हिँड्दैछौँ, उहिले हिँडेको के अब गाडी न अटो तल रोडसम्म निस्किने हो, त्यहाँनिर अटोहरू पाउँछ अनि हिँड्ने हो। हेर्नु मेरो छोरो कस्तो हिरो छ, मेरो छोरी नि कस्तो हिरिनी भएर हिँडेको छिन्। अंशिका सानी रोएर बुट्टुटु कुदेको, हामी त्यसलाई झुक्क्याएर लुगा लाउन भित्र जाऊ भनेर अनि हामी हिँडेको, यिनीहरूलाई पहिले पठाएर। सही साथीहरू, मैले यी दुईटाको यो हिँडाइमा कतिखेर टेम्पो चढ्ने ठाउँ पुग्नु भन्नु त। ए अटो 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 चढ्ने ठाउँमा कतिखेर पुग्नु, अल्छी होइन न। सुबु त कडा हिँड्छ भनेको सुन्थ्यो त, अनि दिदालाई पनि डोर्याएर हिँड, दिदा चाहिँ अलिक सक्दिनँ। हामीलाई लिनलाई अटो आउँदैछ यता होइन, कोपु अटो लिएर आउँदैछन्। हामी चाहिँ त्यति भए पनि हिँडौँ न त भनेर हिँडेको। ओहो म त हिँडिहाल्छु, यो दुइटा पो अलिक बिस्तारै हिँड्दा रहेछ नि त। हामीलाई नि ढोक्छ नि यसले त फेरि। सब हामीहरूलाई लिनलाई अटो गाडी आइपुग्यो। कतापट्टिबाट आउने हौ? ए ल ल जाऊ जाऊ, यता आऊ न नि, उँधो भनेको यता आऊ, यता सानो जा बस जाऊ जाऊ न छिटो। उठ्ने बित्तिकै हिँडेर के भयो त, राम्रो देखिन्छ त मेरो फोनले, म कस्तो गोरी बनाइदिन्छु। हामी इलाममा छौँ होइन, अब हामी सँगले झापा पुग्छौँ है। कहाँदेखि उता झापा हो? पुल कटेर हो? ए ओके। इलाम त पहाड कस्तो राम्रो पहाड छ हाम्रो होइन। इलामबाट अब झापा टेक्यौँ, झापा आइपुग्यौँ। डुलामाडी भात पनि खाइसक्यौँ, हामी डुलामाउली आइपुग्यौँ, डुलामाउली। अब हामी कतिखेर जान्छौँ? अहिलेसम्म खाइसक्नु भएको। पक्न आमा पनि देखा, आमा ऊ अबुदाई रेडी हुने होइन। अरे खाना खाइ चाहिँ कोही कोही मान्छे, यो छर्ने चाहिँ को, यस्तरी छर्रा खाने चाहिँ यो सुभान्सु काफले हो होइन, यो भाइ हो, यो सुभान्सु काफले हो होइन र छर्रा खाने। यहाँबाट डुडामारीबाट हिँड्यौँ, यता हेर्नुहोस् सम्पदा दिदी, रिङ्कु दिदी, शुभ हिँड अगाडि, सानो बाबा एक लट गइसक्नु भयो उता गाडी चढ्ने ठाउँमा। अब हामी यहाँदेखि बिरतामाड पुग्छौँ, अनि बिरतामाडदेखि हाम्रो गाडी हामीलाई लिन आउँछ। बिरतामाड पुग्नलाई लगभग आधी घन्टा त लाग्छ होला है रिङ्कु दिदी? लाग्छ नि, कस्तो गर्मी छ भगवान्। एउटाले मर्नै भयो त, हेर्नुहोस् त, हेर्नुहोस् घाम रहेछ। आम्मा टाउकोमा छन्, टाउकोमा घाम। हाम्रा केटाहरू यहाँ बाटो क्रस गर्दैछन्, कस्तो स्पिड आउँछ भाइ गाडीहरू चाहिँ यहाँ चाहिँ, कति धेरै स्पिड आउने हो। के छ मेरो चिल्लर पार्टी, के छ मेरो चिल्लर पार्टीको भने ग्याङ टोली आऊ, हाम्रा ग्याङ टोली लिन टोली अघि बढो। अहिले आउनु हेर, म बोक्छु अर्को टोली होइन त। यहाँ मान्छे झन्भन्दा झन् सबै लुते भएर केही छैन त यार, हामी चाहिँ किन यसरी नघटेको। ल सीता पनि यत्रो चाहिँ यत्रो त झन् सधैँ छैन। अब हेरौँ ल, जाऊ जाऊ, म फोटो खिच्दिन्छु, जाऊ जाऊ। कहाँसम्म हो यिनले कुरा के हामीहरूलाई होइन। ओ सबै टलक्क खानु त सबैजना के हो। ए ल ल ल ल अगाडि हजुर जानुहोस् ल। हामी चाहिँ बुधबारे बजार आइपुग्यौँ होइन, उहाँलाई जति देखाउनु होला पुरै उता ब्लर भएर कालो भयो। ब्लग हो यो। यस्तै घर बनाएर बस्नुपर्छ यार, मलाई पनि। आधी घन्टा अगाडिसम्म पुरै त्यो आगो बाल्ने तातो थियो, अब यहाँ आधी घन्टा यता आएपछि यस्तो छ। हजुर ल हस्, ऊ पुरै हुस्से लागेको छ सानी, यस्तो चिसो छ।
त्यो घर बनाएर बस्नुपर्ने हो क्या छैन के गर्नु यस्तो छ अघि त्यस्तो गर्मी खाएर आएको साथीहरू अहिले हेर्नु त यहाँ यस्तो हुस्ते छ यस्तो रमाइलो छ यार हर्कटे बजार आइपुग्यौँ है हर्कटेबाट को हुनुहुन्छ भन्नु होला हामी कन्यामा आइपुग्यौँ है तर बाहिर यस्तो हुस्से लाग्यो ट्याक्कै बाहिर केही देखिँदैन यी कन्यामा आइपुग्यौँ कन्यामको भ्यू देखाउँछु है हजुरहरूलाई पक्नुहोस् है त यस्तो रमाइलो छ माथि डाँडा जाने डाँडामा चढ्ने अनि आएर यता घुम्ने हिँड 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 मलाई बाटो क्रस गर्ने गाह्रो पर्यो कस्तो अलिकति हिँड्दै स्यास्या हुन थालेछ है यार तर जिन्दगी त बुढी नि भयो त यस्तो राम्रो देखिन्छ है पहिले पहिले त हामी आउँदैछ थिएन नि हामी चाहिँ ठ्याक्कै अन्तु बजार आइपुग्यो क्या अन्त बजार आइपुग्यौँ तर लच्छुहरू खुब अगाडि मान्छे धेरै हुन्छन् भने चाहिँ गइरहेछ नि त दसैँले गर्दा मान्छे छैनन् क्या रिङ्कुदी हालत पत्ला भयो हालत पत्ला कपाल के हो यस्तो यहाँनिर हेरेर आउँछौँ हामीले बुकिङ गरेको होटल कहाँ हो भनेर हेर्न आएको होइन बजारमा बस्ने हो कि माथि बस्ने हो भन्ने कुरा भइरहेको कस्तो आउने बित्तिकै खाना हतार भएको ल अरे यिनीहरूलाई नि खाना हतार भएको अब यहाँ के हो हामी आएको के कटेज रे खड्का रमाइलो छ है रमाइलो शुभ हेलो आएको हेर अरू केटाहरू कहाँ गए गाइजहरू ओ गाइजहरू ल ल ल सबैजना टलक टल्केका खाँदा खोइ कहाँ छन् गुड नाइट आजको भ्लग यहीँ सिद्धिएको समापन गरेको मैले घोषणा गर्छु गुड नाइट सुरुमै बोलाएको मैले ल बाई बरु खोइ रिङ्कुदिनी दाइ हिमालमा ठ्याक्कै पर्दो रहेछ आयो घाम आयो घाम 42मा 44मा फुल निस्कँदो रहेछ ल करेक्ट भन्ने त्यसले ल पुग्यो नि हामी चाहिँ अन्तु डाँडामा झुल्के काम हेरिसक्यौँ सानोहरू त आउनु भएन सुतिरहेको छन् छोराछोरी हामी मात्रै आएको है झुल्के काम देखाइदिन्छु गाइस
त्यहाँ पर देखिँदैछ रमाइलो छ होइन जाडो नि रहन्छ त खासै खुब जाडो जाडो भनेर मात्रै मेरो फोटो खिच्दिन है यहाँ अब कहाँबाट बसेर आँखै खाने तपाईँको नि फोटो खिच्ने चाहिँ खोइ रिङ्कु दियोहरू माथि नि यस्तो राम्रो देखेको त ल हामी चाहिँ अब अन्ति डाँडा पुगेर फर्केको होइन त उनको कोठा के अरे उसमा सुतिरहेको छन् केटाकेटी त्यही भएर हामी चाहिँ फर्क्यौँ अरू चाहिँ उहाँकै फोटो खिचेर नाचेर बसिरहेको छन् अब हाम्रो यो श्रीअन्तको भ्लग यहीँ सकिन्छ जस्तो छ ए अझै बाँकी छ नि अलिकति त्यो उता लेक साइडतिर घुम्नै बाँकी छ त्यता घुम्ने अनि त्यसपछि एन्ड गर्ने है फर्केको तिमी रिसाएको यता हेर त पो भन्छ अहिले म किनिदिन्छु चक्लेट भएन अनि यसरी भाइ सानीको कारणले हो म तिमीलाई गएर दुईचोटि हर्स राइडिङ गराउन लाउँछु अघि बढ्नुहोस् हाम्रो टोली नेता हाई ल अगाडि बढ्नुहोस् सुबु अब खुसी कपु यता हेर त तिम्रो कति पटक अरे यो श्रीअन्तु 2200 पटक रे राम्रो राम्रो हामी एकपटक नआउँदा उहाँ 2200 पटक आउनुहुन्छ बाबा हजुर पनि अगाडि जानुहोस् न अनि म मेरो नि किन्दिनँ ल बाबाको त फर्स्ट टाइम एन्ड लास्ट होला हाम्रो त है बाबा एकदम राम्रो छ है बेलुका चाहिँ आउनु पर्ने रहेछ यहाँ अब त नरिसा है डर लाग्यो यता हेर न मलाई हेर बाई लाइफ ज्याकेट चाहिँ किन नराखेको भाइ यहाँ लाइफ ज्याकेट थियो कि हेरी अहिले काउन्टरको चाबी आइपुग्यो आमा अनि अलिकति खाएपछि मात्रै सबै उठ्यो यार भन्न मिल्दैन तँलाई त केही पनि भएको थिएन होला तिमी पनि अब अगाडि नै बस्ने है ज्ञानी भएर ल अनि मात्रै होइन अर्को टी सर्ट लगाइदिन्छु म गर्मी हुन्छ भाइलाई यता हेर ल बाई बाई यता हेर यता सबैजना गाह्रो भयो हामी अहिले हरकटे अब चाहिँ हामी घर फर्किँदै त जानु घर फर्किँदैछौँ जाँदा कति ठुलो ग्याङ गएको थियौँ आउँदाखेरि त हामी 4 जना मात्रै छौँ सुबु है सुबु देखाएँ त मैले उसलाई कस्तो रहर लाग्छ